सहाराको आवश्यकता पर्यो नि। आफ्नै छाया समेत अपरिचित लाग्न थाल्यो। यहाँ सत्य बोल्नेहरू प्राय एक्लो हुन्छ। मन सफा राख्नेहरूले धेरै चोट खाँदो रहेछ। अनि निस्वार्थ भएर माया गर्नेहरू अन्त्यमा आफ्नै भावनाको मूल्य चुकाउनु पर्ने रहेछ। यही त हो यथार्थ। मान्छेहरू अनुहार हेरेर पढ्छन्, व्यवहार तौलिन्छन्, आवश्यकता हेर्छन्, तर कसैको मनको पीडा पढ्ने फुर्सद यहाँ कसलाई छ र? म त त्यो अधुरो सपनाको अवशेष हो जसलाई पूरा गर्ने साहस त थियो, तर परिस्थितिले बाटो दिएन मलाई। ती बाचाहरूको अंश हो म, जसलाई कसैले कहिले पनि गम्भीरतापूर्वक लिएन। म त त्यो प्रेमी हो जसले बदलामा प्रेमको हिसाब कहिले मागेन र अन्त्यमा अपेक्षाको उत्तर पायो। म त त्यो विश्वास हो नि जसलाई पटक पटक कुल्चिएर पनि मान्छेहरूमाथिको भरोसा पूर्ण रूपमा मर्ने दिएन। धेरै चोटहरूले मनलाई कठोर बनाउन खोजे मैले, तर मनभित्रको कोमलतापूर्ण कहिल्यै मर्नै दिएन। गुमाइरहेको सम्बन्धले खालीपन दियो, विश्वासघातले मलाई सावधान हुन सिकाइदियो, अनि एकान्तले आफूभन्दा पहिला, अरूलाई भन्दा पहिला पनि आफूलाई बुझ्न बाध्य बनाइदियो। म थोरै सत्य बोल्छु, तिमी सुन्न सक्छौ? यदि सक्छौ भने मलाई सुन। म त आफ्नै कथाको नायक नभएर पनि अरूको आवश्यकतामा बदलिरहने पात्र मात्रै थिए। कसैलाई छोरी चाहिँदा छोरी, कसैलाई साथी चाहिँदा साथी, कसैलाई प्रेम चाहिँदा प्रेम भनेर उभिए म। तर जब आफ्नै मनले आफ्नै अस्तित्वको परिचय खोजे नि, चारैतिर केवल कालो बादल दुम्मियो। अरूलाई खुसी राख्ने क्रममा आफ्नै इच्छाहरू कति बेला ओझेल परे पत्तै पाउन सकिनँ मैले। सबैको पीडा बुझ्ने प्रयास गर्दा गर्दै आफ्नै मनको आवाज सुन्न बिर्सिएछु मैले। तर अब बिस्तारै बुझ्दैछु मैले, कसैले दिएको नाम, सम्बन्ध वा परिचयले मात्र मेरो अस्तित्व निर्धारण गर्दैन। म त आफ्नो घाउको इतिहास हो, आफ्नै आँसुको साक्षी हो म, आफू लडेको छेडहरूको प्रमाण हो म। 1000 पटक भत्किएर पनि फेरि उठ्ने अदम्य इच्छा शक्ति हो म। मलाई बुझ्न मेरो हाँसो मात्रै नहेर न, मेरो मौनता पनि पढ्न सिक। अनुहार हेरेर पुग्दैन नि, अन्तरात्मा छाम्न सक्नुपर्छ। सायद होला म पूर्ण छैन, तर म निर्दोष पनि छैन। कमजोरी छन्, डर छन्, पछुतोहरू छन् मसँग, तर झुटो भएर बाँच्ने इच्छा पनि छैन मलाई। पीडाले मलाई उमेरभन्दा पहिले परिपक्व बनाइदिएको छ। विश्वासघातले मलाई सावधान बनाइदिएको छ। एकान्तले आफैसँग परिचित गराएको एउटा साँचो मन हो म। अन्त्यतः मेरो परिचय अरूले दिएको उपाधि होइन नि, मैले भोगेको यथार्थ अनि त्यसपछि पनि बाँच्ने एउटा साहसमा लेखिएको छ। कसैले छोड्दैमा मेरो अस्तित्व अधुरो हुँदैन, कसैले नबुझ्दैमा मेरो भावना झुटो हुँदैन नि, कसैले मूल्य नदिँदैमा मेरो जीवनको मूल्य कहाँ गर्छ र? म रोएर पनि मुस्कुराउन सिकेको मान्छे हो, भत्किएर पनि आफूलाई बारम्बार हरेक पल समेट्दै जाने एउटा इच्छा शक्ति हो म, हराएर पनि आफ्नै अस्तित्व खोजिरहने एउटा यात्री हो म। त्यसैले अब संसारले मलाई जे ठाने पनि फरक पर्दैन। मलाई जसले जस्तो बुझ्यो त्यस्तै सही। भन्छन् नि, फुलको आँखामा फुलै संसार, अनि काँडाको आँखामा काँडै संसार। जसले मलाई जस्तो नजरमा हेर्छ म उस्तै सही। हस् त, धन्यवाद। थ्याङ्क्स सो मच सबैजना।